अनार हेर्दा जति सुन्दर छ नि स्वादमा पनि त्यस्तै मिठो। तर कुरा यतिमा मात्रै सकिँदैन, यो त स्वास्थ्यको लागि एउटा खजाना नै हो। ल आउनुहोस्, आज हामी यही फलले हाम्रो शरीरलाई भित्रैदेखि कसरी फाइदा गर्छ भनेर बुझ्ने कोसिस गरौँ। अब मनमा एउटा प्रश्न आउन सक्छ, के साँच्चै एउटै फल यति धेरै शक्तिशाली हुन सक्छ र? कसरी यसले शरीरका यति धेरै अङ्गलाई एकैचोटि फाइदा पुर्याउँछ? खैर, आउनुहोस् यही रहस्यको पर्दा हटाउने यात्रामा सँगै लागौँ। हाम्रो यो यात्रामा हामी शरीरको भित्री अङ्गदेखि लिएर बाहिरी सुन्दरतासम्म अनारले पार्ने हरेक सकारात्मक प्रभावलाई एक एक गरेर हेर्नेछौँ। त्यसैले तयार हुनुहोस्, किनकि हामी अब गहिराईमा डुबुल्की मार्दैछौँ। ल, सबैभन्दा पहिले सुरु गरौँ हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण कोर इन्जिनबाट, अर्थात् हाम्रो मुटु, कलेजो र मृगौला। हेरौँ न, अनारले यी हाम्रा महत्त्वपूर्ण अङ्गहरूलाई कसरी सुरक्षा दिन्छ र स्वस्थ राख्न मद्दत गर्छ। अनारमा नि एन्टिअक्सिडेन्ट भन्ने एक किसिमको शक्तिशाली तत्त्व हुन्छ। अब यो के हो भन्दा, यसले हाम्रो शरीरका कोषहरूलाई बाहिरी हानिकारक तत्त्वहरूबाट बचाउने काम गर्छ, एक किसिमको बडीगार्ड जस्तै। हो, यिनै तत्त्वहरूले रगतका नलीहरूलाई सुरक्षित राख्छन् र समग्रमा हाम्रो मुटुलाई नै बलियो बनाउँछन्। खासमा अनारले तीनवटा मुख्य तरिकाले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ। पहिलो, यसले शरीरमा भएको खराब कोलेस्ट्रोललाई घटाउँछ। दोस्रो, जसलाई उच्च रक्तचापको समस्या छ त्यसलाई नियन्त्रण गर्न मद्दत गर्छ। र तेस्रो, शरीरमा रगतको प्रवाहलाई एकदमै सहज बनाइदिन्छ। अब स्वस्थ मुटुको लागि यी तीनवटै कुरा कति महत्त्वपूर्ण छन् त्यो त हामी सबैलाई थाहै छ। अब कुरा गरौँ हाम्रो शरीरका दुई महत्त्वपूर्ण फिल्टरहरूको, कलेजो र मृगौला। यिनको काम के हो? शरीरबाट सबै विषाक्त पदार्थ बाहिर फाल्ने। र खुसीको कुरा के छ भने अनारले यिनै दुई फिल्टरलाई सफा र सुरक्षित राख्न पनि मद्दत गर्दो रहेछ। यो झनै रोचक छ। एकातिर अनारले कलेजोलाई मदिरा जस्ता हानिकारक पदार्थबाट हुने असरबाट बचाउन मद्दत गर्छ, अनि अर्कोतिर यसले मृगौलाको त्यो महत्त्वपूर्ण फिल्टर गर्ने क्षमतालाई जोगाएर त्यसलाई स्वस्थ राख्न पनि एकदमै ठूलो भूमिका खेल्छ। ल, शरीरको भित्री इन्जिनको कुरा त भयो। अब हाम्रो यात्राको अर्को चरणतिर लागौँ। अब हामी हेर्नेछौँ कि शरीरले आफूले खाएको कुरालाई कसरी पचाउँछ, अर्थात् इन्धन कसरी प्रशोधन गर्छ र बाहिरी रोगहरूबाट आफूलाई कसरी बचाउँछ। हाम्रो पाचन प्रणालीलाई पनि अनारले कहाँ छोड्छ र? यसले पाचन प्रक्रियालाई एकदमै सजिलो बनाइदिन्छ, भोक जगाउँछ र कब्जियत जस्तो समस्याबाट पनि राहत दिन्छ। अनि एउटा अचम्मको कुरा के छ भने यसले पखाला नियन्त्रणमा पनि सहयोग गर्छ। मतलब यसले पाचन प्रणालीमा एउटा सन्तुलन कायम राख्न मद्दत गर्छ। अब कुरा गरौँ शक्तिको, अर्थात् ऊर्जाको। अनारमा पाइने आइरनको उच्च मात्रा यसको अर्को एकदमै महत्त्वपूर्ण गुण हो। आइरनले हाम्रो रगतमा अक्सिजन पुर्याउन मद्दत गर्छ र यही कारणले हाम्रो शरीरले दिनभरि चाहिने ऊर्जा र शक्ति पाउँछ। जब शरीरमा आइरनको कमी हुन्छ नि, रक्त अल्पता अर्थात् एनिमियाको जोखिम बढ्छ। अनि कस्तो हुन्छ भन्दा सधैँ थकित, कमजोर महसुस हुन्छ। हो, अनारको नियमित सेवनले आइरनको कमी हुनबाट जोगाउँछ, जसले गर्दा हाम्रो शरीरमा ऊर्जाको स्तर सधैँ माथि रहन्छ। अनि रोग प्रतिरोधात्मक क्षमताको कुरा गर्दा अनारले यसलाई पनि बलियो बनाउँछ। यो भनेको त हाम्रो शरीरको एउटा प्राकृतिक सुरक्षा कवच जस्तै हो। यसले शरीरलाई विभिन्न भाइरस र सङ्क्रमणहरूसँग लड्नका लागि तयार पार्छ। ल, भित्री स्वास्थ्यको कुरा त धेरै भयो। अब ती फाइदाहरूतर्फ लागौँ जसले हाम्रो दैनिक जीवन, विशेष अवस्थाहरू र बाहिरी सुन्दरतामा पनि असर गर्छ। अनारको फाइदा गर्भवती महिलाहरूको लागि पनि एकदमै महत्त्वपूर्ण छ। यसले गर्भावस्थामा हुने मर्निङ सिकनेस कम गर्न र गर्भको बच्चाको तौल स्वास्थ्य रूपमा बढाउन मद्दत गर्छ। अनि त्यति मात्रै होइन, हाम्रो सुन्दरताको लागि पनि यो फल अचूक छ। यसले छालामा देखिने चाउरीपन, पिम्पल अनि कपाल झर्ने समस्याले समेत कम गर्न मद्दत गर्छ। यसका फाइदाहरू यतिमा मात्रै सीमित छैनन्। अनारले हाम्रो समग्र जीवन शक्तिमा पनि सकारात्मक प्रभाव पार्छ। यसले शारीरिक स्फूर्ति मात्र बढाउँदैन, यौन स्वास्थ्यलाई पनि मजबुत बनाउन मद्दत गर्दो रहेछ। अब यति धेरै फाइदाहरू सुनिसकेपछि हामी निष्कर्षतिर लागौँ। तर एउटा कुरा बुझ्न एकदमै जरुरी छ। हामीले अनारलाई स्वास्थ्यप्रतिको समग्र दृष्टिकोणको एउटा महत्त्वपूर्ण हिस्साको रूपमा हेर्नुपर्छ, चमत्कारको रूपमा होइन।
एउटा कुरा सधैँ याद राखौँ है, अनार एक शक्तिशाली सहयोगी पक्कै हो, तर यो कुनै जादुको गोली भने होइन। साँच्चीकै स्वस्थ जीवन जिउनका लागि यसका साथसाथै नियमित व्यायाम गर्ने र समय-समयमा स्वास्थ्य जाँच गराउने बानी पनि उत्तिकै आवश्यक छ। आज हामीले अनारका यति धेरै अनगिन्ती फाइदाहरू बारेमा थाहा पायौं। अब मुख्य प्रश्न यो हो, यो जानकारीलाई आफ्नो दैनिक जीवनमा कसरी लागू गर्ने त? आफ्नो स्वस्थ जीवनशैलीको यात्रामा अनारलाई कसरी एउटा असल साथी बनाउने? यो प्रश्नबारे एकपटक सोचौँ है त।